गर्नु रे एक्सप्लेन हजुर के भन्नु एक्सप्लेन गर्नु रे वरिपरि ठिक छ यो चाहिँ अहिले यो कीर्तिपुर त्रिवेणी युनिभर्सिटीको परिसरभित्र छौँ हामी र यो चाहिँ 432 रोपनी जग्गा छ होइन यो 432 रोपनी जग्गामा अब यहाँनिर चाहिँ पार्क बनाउने भन्ने अवधारणा हो अब कस्तो खालको पार्क बन्छ भने त पछि डिपिआर गरेर होला विशेष गरी अहिले हर्का साम्पाङ टिम अनि कीर्तिपुरको यो सरसेवा अभियन्ता राजमान मानव हो उहाँको पनि हुनुहुन्छ लगातार यहाँ चाहिँ फडाइल काम भइरहेछ यहाँ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले समन्वय गरेर यहाँ सफा गर्न लानुभएको होइन यहाँ अहिले झाडी फाड्ने काम मात्रै भइराखेको छ अब पछिबाट यो ढले पढेको सडे गलेको रुखहरू प्रक्रिया पुऱ्याएर अब उहाँले हटाउनुहुन्छ केही त हटाउन सुरु गर्नुभएको छ पल्लो छेउबाट चाहिँ अहिले त्यो पनि हेरौँ ल त्यहाँ हटाउन सुरु गर्नुभएको छ अब केही समय पछाडि यो हुन्छ 432 बिघा भएपछि रोपनी भनेपछि यो लाग्छ धेरै लाग्छ यो चाहिँ एकदम यो यस्तो ठाउँ थियो यो बाघ पनि छ यहाँनिर बाघ छ अरे होइन दुईवटा बच्चाहरू छ अरे यहाँनिर अस्ति गोरु मारेर त्यहाँनिर होइन बाख्रा पनि हजारबाट खाइसक्यो अरे भन्ने सुनियो कुकुर धेरै मार्छ अरे अनि बाघ बस्नु चाहिँ यता धेरै पर छ अरे निकै पर छ अरे अब त्यहाँ चाहिँ ठुलो झाडी छ अरे त्यो बाघ बस्ने चाहिँ त्यो पुगेको छैन अनि त्यस्तो रहेछ त्यहाँनिर अनि यहाँ विशेष गरी यो दुर्व्यसनीको ठाउँ पनि यहाँनिर धेरै यहाँ सिरिजहरू भेटिन्छ होइन युवाहरूले प्रयोग गर्ने सिरिजहरू प्रयोग गरेर फालेको भेटिन्छ अनि त्यस्तो ठाउँ रहेछ यो चाहिँ अब यो झाडी फालेपछि चाहिँ एकदमै राम्रो छ अन्त तर यो पहिला चाहिँ तैँले यो दुर्व्यवसायी को ठाउँ देखियो तर अहिले चाहिँ अब यो झाडी खाइसकेपछि यो क्लियर हुँदैछ है त्यसरी यो चाहिँ अब सम्भव काठमाडौँकै ठुलो पार्क बन्छ पार्क बनिसकेपछि र अहिले अब डिपिआरहरू पहिला कस्तो हुन्छ अब अहिले त भर्खर झाडी खाने काम मात्रै हुँदैछ त्यो 432 रोपनी जग्गामा हुने कुरो हो ऊ रहेछ नि राम्रो रहेछ नि ठाउँ पनि पिस रहेछ ल दाइ अनि अब विशेष गरेर अहिले यो हर्का साम्पाङ टिम सम संस्कृति पार्टीको टिमले यहाँनिर अहिले यो फडानी गर्ने काम गरिराखेको छ होइन अब सबैलाई अवगत भएकै कुरो हो यो चाहिँ सम संस्कृति पार्टीले अर्थात् हर्का साम्पाङ रेभोल्युसन टिमले चाहिँ श्रमदान गर्ने गर्छ र यहाँ भौतिक निर्माणको कामहरू भइरहेको छैन भनेर धेरै गुनासो थियो काठमाडौँमा भौतिक निर्माणको कामहरू गर्न अलिक असजिलो छ धरानमा चाहिँ हर्का साम्पाङ नै कार्यकारी भएको कारणले त्यहाँ चाहिँ भौतिक निर्माणको कामहरू गर्न सजिलो छ होइन जस्तै सडक भत्कियो भने अथवा के कुनै ड्रेन निर्माण गर्नु पऱ्यो भने अथवा तपाईँको कुनै फ्याक्ट्री निर्माण गर्नु पऱ्यो भने त्यहाँ सजिलो भयो तर यहाँ चाहिँ अब हाम्रो मान्छेहरू ठाउँमा नभएको कारणले समन्वय गर्न गाह्रो भएको कारणले अहिले फोहोर टिप्ने झाडी फाड्ने काम हुँदैछ तर यो चाहिँ बिस्तारै यो पार्क बन्यो भने यो चाहिँ भौतिक निर्माणको कामै हुन्छ र यो चाहिँ नेपालकै ठुलो पार्क सम्भव बन्छ नेपाल होइन काठमाडौँ भेलीको ठुलो पार्क बन्छ किन 432 रोपनी जग्गा छ यहाँ चाहिँ यो त्रिवेणी युनिभर्सिटीभित्रको जग्गामा बन्दैछ यस्तो छ अहिले यो चाहिँ अब शनिबार चाहिँ सोमबार हो सोमबार चाहिँ तपाईँको 300-400 जना हुन्छन् होइन तर अरू बेला चाहिँ भ्याउने कामदारहरू मात्रै आउँछन् होइन अब 15-20 जना हुन्छन् अरू बेला चाहिँ अब यो विश्वविद्यालयसँग समन्वय गरेर विश्वविद्यालयले नि यो यहाँ समन्वय गरिरहनु भएको छ किन शिक्षा मन्त्रीले भनिसकेपछि विश्वविद्यालय नगर्ने कुरो हुँदैन होइन शिक्षा मन्त्रीको मातहतमा रहेर उहाँले नि यो ठाउँ देखाउनु भन्नुभएको हो र यो झाडी खानु छैन हेर्नु त्यहाँसम्म झाडी पुगेर त्यहाँ यो फर्कियो पार्क कहाँ जान्छ यसको लास्ट कालिजको पङ्ख छ ब्रो
त्यहाँ त्यो बिरुवाहरू उत्पादन गर्ने त्यो हरिगृह हो। पहिला राजाका पालामा चाहिँ 34-35जना कर्मचारी थिए अरे, अहिले चाहिँ 1जना हुनुहुन्छ। एकजना चाहिँ अहिले गरिरहनु भएको छ। धेरै वर्ष 20-25 वर्ष कति भएछ त्यहाँ काम गर्नु, जागिरी हुनुहुन्छ अहिले। त्यसमा म त्यहाँ भेटिनु सक्छ। त्यहाँबाट बिरुवाहरू उत्पादन गर्ने अनि यसो रोप्ने भन्ने हो। तर त्यस्तो खास बिरुवा केही छैन। यहीँकै यसो के रुख हाँगाहरू ल्यायो, यसो कलमी गरेर जस्तो गर्ने मात्रै छ, केही छैन। अनि के त फेरि आफ्नो बाघ भेटेको थिएँ आज। श्रम संस्कृतिको श्रमदाताहरूको टी सर्ट लगाएर काम गरिरहनु भएको। गाउँमा भयो तिमी गुलियाली तन्काउँदै साथी, यहाँ आउनु क्यामेरा तन्काएर छ होइन। मेरो बाइक त्यहाँ छ। ए हो त, उता रहेछ त। कहाँबाट छिरेछ त्यहाँ? मुनिबाटै बाटै छ त। त्यसलाई म भन्छु, अरे हामी त्यहाँदेखि आउँदाखेरि आधी घन्टा लाग्छ, अब आधी घन्टा काम सक्दै बाँकी छ भन्ने त यार। यस्तो बगान आउँदै रहेछ अझ यो होइन। गएर यता हेऱ्यो भने सिन यस्तो बल देखिँदैन। त्यही त राम्रो देखिँदो रहेछ त। हरियाली चारतिर कन्टेन्ट भयो। आँखालाई पनि एकदम त्यो आँखाले भिटामिन पाउँछ क्या। हरियाली हेऱ्यो भने आँखाले पनि त्यस्तो हेर्ने शक्ति चाहिँ बढाउँछ। अनि माइन्ड फ्रेस हावा होइन, हरियाली यो हेर्नु कस्तो हरि यो होइन चौर छ स्वाट हामीलाई कस्तो टाइम दिन्छ होइन है। के भयो दादा? के भयो? हेलमेटको छैन गयो। त्यो निस्किन ए खोइ त। अनि कभर बाहिर भयो। कभरै हो। भनेपछि आज हामी खाजा खाएर जाने हो साथी। अब उता क्यान्सल हो आज।